Good morning, everybody. It's me, Hemant Sarmawar. Today is my first day of this challenge. अनि यो च्यालेन्ज चाहिँ एकदमै गाह्रो हुनेछ त्यो मलाई थाहा छ। त्यही पनि म हार नखाइकन यो च्यालेन्ज अवश्य पुरा गर्नेछु। यो च्यालेन्जमा म कसैको हेल्प लिने छैन। त्यसले गर्दा हाम्रो सेल्फ डेभलपमेन्ट र अरूसँग इन्डिपेन्डेन्ट हुन हेल्प गर्छ। अनि यो च्यालेन्जमा मैले आफूले कहिले नगरेको टास्कहरू पनि गरेको छु, लाइक एडिटिङ एटसेट्रा। अनि त्यसले हाम्रो सेल्फ इम्प्रुभमेन्ट पनि भएको छ। यो च्यालेन्ज मैले फर्स्ट टाइम गरेको, त्यसैले केही गल्ती भएमा मलाई सम्झाइदिनु होला र मबाट केही फल्ट भयो भने आई एम भेरी सरी। बिहानै फ्रेस भएर चाहिँ मैले रनिङको लागि रेडी भएँ। अनि घरबाट निस्किएर यो हाम्रो मर्निङ भ्यू यस्तो प्रकारको रहेको छ। अनि थोरै रनिङको लागि वार्मअप स्ट्रेचिङ अनि गरेँ मैले 20 राउन्ड रनिङ। यो रनिङ पछिको रिजल्ट हाम्रो यस्तो थियो। अनि मैले गरेँ 5 टाइम्स सर्ट रनिङको यो पहिलो सेट, यो दोस्रो सेट। अनि घर आएर मैले गरेँ टायरसँग पुलअप्स, ओन्ली 10 पुलअप्स विथ टायर्स। अनि त्यसपछि चाहिँ मैले गरेँ थोरै पुसअप्स अनि पानी खाएँ। अनि घर आएर चाहिँ आफ्नो कोठा मिलाएँ अनि आफ्नो टेबल पनि। अनि त्यसपछि थोरै मैले सरगम गरेर यो मेरो मिल यो सुते एकछिन अनि दिउँसोको लागि रेडी भए। यो चाहिँ हाम्रो आज दिउँसोको डेस्टिनेसन। थोरै वार्मअप, जम्पिङ ज्याक्स एक्सेट्रा। अनि यो मैले रनिङ स्टार्ट गरेँ। यो मेरो माथि पुगिसकेको कन्डिसन। अनि ह्यान्डले चाहिँ 5 मिनट होल्ड गरेँ अनि 5 मिनट पुसअप्स। यो मेरो कन्डिसन पुसअप र होल्ड पछिको। फेरि मैले 5 मिनट आफ्नो हातमा होल्ड गरेँ, फेरि पुसअप्स अनि फेरि पुलअप बारमा चाहिँ होल्ड गरेँ, फेरि अर्को सेट पनि होल्ड अनि पानी खाएँ। अनि फेरि घर आएर पुलअप्स गरेँ अनि मैले चाहिँ 10 पुलअप्स गरेँ। त्यसपछि चाहिँ मैले पुसअप्स गरेँ। त्यसपछि मैले यो